नमस्ते, वेलकम टु माई च्यानल जस्तो केटिएम राइडर। अनि आशा छ सबैजना सन्चै हुनुहुन्छ होला। सो ब्याक टु ब्याकमा भ्लग लिएर आइसकेको छु। आज चाहिँ हामी जाँदैछौँ हाम्रो भुवनेश्वरी मन्दिर दर्शन गर्न। साइक्लिङ पनि हुने, घुम्न पनि पाइने र मन्दिर पनि दर्शन हुने। मेरो अलिकति लेट स्टार्टै भएको थियो आज, चिया खाएर बस्दैको घरमै। अनि अलिकति बिजी नै हुन्छ, स्याटरडे पनि हो। अनि मर्निङ वाक गर्नेहरू, साइक्लिङ गर्नेहरू, तरकारी किन्नेहरू, पूजा गर्नेहरू लास्टै धेरै हुन्छ यहाँ चाहिँ। ओके, लेट्स सी इफ आई क्यान सी देम। ओके, आई क्यान सी देम, देयर दे आर। गुड मर्निङ गाइज। हो मैले त हालेर आएँ। हो त्यही ब्यागमै राखेको मैले नि। अब चाहिँ ब्यागमै हाल्नु पर्ला जस्तो लाग्यो। अब हो नयाँ अपडेटेड त ठिक छ। अब चेन्ज गर्ने भने नि होइन, कोही बाँकी छ हामी कुर्नु। कस्तो दर्शन दाइ? हजुर ए हुन्छ। ओके, मी सुरु गऱ्यो। यहाँबाट भनकौसकबाट वनस्थलीतर्फ लाग्छौँ। ओके, नो प्रब्लम। Here we go. दाइ बिहान बिहानै वार्म अप। ओके, हामी इन्डस्ट्रियल एरिया बालाजुतिर छौँ। अब यहाँबाट हामी बाइपास निक्लिन्छौँ। अनि बाइपास चोकमा गएर केटाहरू घुर्छ, मान्छ पहिरो माछ लाग्छन् केटाहरू। के छ निर्वेश दाई? रेकर्डिङ हो? हो, रेकर्डिङ हुन्छ। आफ्टर सो लङ है? आफ्टर सो लङ। यति होला 5 जना आज। ल 5 जना हामी मिल्दैन भनेर पठाइदिएर। हेलो ल हेलो। जो शान्त छ, बाटो चिल छ, धुलो धेरै छैन, सफै छ। अनि यहाँबाट मास्तेर जान्छ हामी माथि जामाचो हाइकिङ है। जामाचो गुम्बा हाइकिङको लागि जान सक्छ यहाँबाट। सो पार्किङ यतैतिर छ कि के छ? हजुर होइन, यता चाहिँ बाइक ल्याउनेहरूलाई। ए यतातिरको यो सेक्सन पनि राम्रो लाग्छ मलाई। यो चाहिँ अपिल हो है, भिडियोमा त्यस्तो देखिँदैन, तर यो एरियामा चाहिँ अलिअलि सानो अपिल छ। सो हामी फास्ट गइरहेको छैनौँ, एकदम चिलमा गइरहेछौँ। साइक्लिङ साइक्लिङ गाइज। आयो आयो आयो, भिडियो आयो। यता यता ल निर्वेश दाइ, here he is. Okay. ओके, जस अहिलेसम्म त त्यस्तो गाह्रो त भएको छैन यहाँसम्म त है। साइकल एउटा हल्का तनाव देला सही है, अरू त केही छैन। त्यो एउटा बनाउनु पायो भने चाहिँ आनन्दै हुन्छ। कस्तो दामी देखिरहेको छ अगाडि बाटो है, चिल भ्यू पनि ठिकै छ। त्यहाँबाट घाम निक्लिरहेछ, केटाहरू पछाडिबाट आइरहेछन्, अगाडि दाइ। राइट, टाइम फर टी ब्रेक। के पाकेको छ दाइ हाम्रो? के पाकेको छ खानेकुराहरू? झोल तरकारी अन्डा। झोलमा के हो? केरो कि चना? केरो। पेट्रोल पम्प माइपी अजिमा आयल स्टोर गोल्डुङ्गा तारकेश्वर। राइट, हाम्रो यहाँ दाइकोमा हामी बिहानको ब्रेकफास्ट धेरै छैन, अन्डा छ, तरकारी छ है। अनि बाहिर भ्यू चाहिँ नि कडक छ यहाँबाट।
क्लिन एरिया छ है। यो पेट्रोल पम्पनिर हो, अघि देखाएको थिएँ मैले तपाईँलाई पेट्रोल पम्पनिर हो। यहाँनिर हामी खाने तयारीमा छौँ, बसौँ दाइ। ओके सुमन दाइ ल केटा हो, आयो भिडियो आयो ल। ओके पे पनि भयो नि दाइ ल। अलराइट खाइयो। अब अल्छी लाग्छ क्या खाइसकेपछि फेरि है, अहिले अल्छी लाग्ला जस्तो भयो क्या। अब धेरै बेर बस्यो नि त। अब त ओह्रालो आउने हो। हाम्रो अलिकति साइकलमा प्रब्लम भएको यहाँनिर चाहिँ धेरै प्रब्लम हो। यहाँनिर पुरै यहाँ ट्युबै निक्लिन लाग्यो कि, त्यसले गर्दाखेरि चाहिँ नि अब तल धेरै नभर्नु नि त, यो ट्युब छुन्छ नि त तपाईँको झन्। ओके अब गो जस मजाको भइरहेछ। पछाडि एक्जाम चाहिँ हेरिराख्नु पर्दो रहेछ चाहिँ। दमदम बाटो चाहिँ जताततै त्यो लास्ट टाइम पानी परेर पहिरो गयो ठाउँमा है। सो हामी मुर्खु भन्ज्याङ पुग्यौँ। अब यहाँबाट फुल ओह्रालो हुन्छ, 3 पिप्लेसम्म चाहिँ नि ओह्रालो हुन्छ। यहाँदेखि आनन्दले जान पाइन्छ। तर प्रब्लम के छ भने हाम्रो एउटा साइकल घाइते छ। अनि फर्स्ट वी निड टु चेन्ज द टायर चाहिँ नि पुवाल परेको छ होइन। अब ट्युब भए चाहिँ वी हेभ एक्स्ट्रा, बट टायरमै प्रब्लम छ। अनि वी आर थिङ्किङ अफ चेन्जिङ द टायर, बट कुडन्ट डु इट है, बिकज देयर इज नो एनी शप, साइकल वर्कशप, सो वी क्यान डु एनिथिङ। सो लेट्स सी वाट वी क्यान डु। पहिला भन्ज्याङमा एकछिन कुरौँ। अब आई डोन्ट थिङ्क वी क्यान गो एड त्योभन्दा तल, बिकज साइकलले साथ दिँदैन। फ्ल्याट टायरमा हामी आइरहेको छौँ हो। अब अगाडि बढेर कामै भएन नि, साइकलले साथ नदिइसकेपछि त। अगाडि अफ रोड छ झन् है साइकलले। ल भन्ज्याङ ठ्याक्कै अलिक बिस्तारै जानुपर्छ है, अगाडिको ब्रेकै मेरो चाहिँ डेन्जर रह। अब यहाँबाट त रमाइलो छ नि, फुल भन्ज्याङबाट त पुरै 3 पिप्लेसम्म त ओह्रालो हो नि त होइन। अब हामी चाहिँ स्लो नै जाउँ आदित्य। ए मेरो नि हान्दा लाखाइन ब्रेक हो नि, डर लाग्छ ब्रेक। अहिले तल गएर टाइट गर्नुपर्छ ब्रेक चाहिँ। मेरो यो साइडमा यो तल यस्तो पछाडि बेन्डमा पेन्ट भइरहेछ क्या आज नआउँ जस्तो लागिरहेको थियो यसले गर्दा नै होइन। अनि खासै प्रब्लम नदेला होइन, तर दुखिरहेछ अहिले चाहिँ। कस्तो राम्रो देखायो कि है, फेरि टक्क तल त्यो सेटिङ गरे जस्तो दामी देखायो कि। ओके होटल मोनालिजा काठमाडौँ। यतातिर नि डेन्जर होटेलहरू भइसक्यो यार, होटलै होटल। ए बाटो रहेछ नि त आदित्य। लास्ट टाइम त साइकल बोकेर आइएको थियो है। नि उठ्यो त के केटा रहिपियो। ए हो बाटो थाहा थिएन होला नि त। उठ्यो त के हो। हामी एकछिन हावा खाइरहेको, भ्यू दामी छ यतातिर है। भुवनेश्वरी पारिपट्टि छ, ऊ त्यहाँ देखिन सक्नुहुन्छ सिधा छ ऊ त्यो हो भुवनेश्वरी है। अनि यो चाहिँ नि यो पछाडि चाहिँ नि ककनी पर्छ। अनि तलबाट चाहिँ यता साइड धादिङ पर्छ क्या अरे, यता साइड नुवाकोट पर्छ। हामी चाहिँ यहाँनिर सानो पार्क जस्तो टावर छ। हामी दाइले यहाँ केही अनबक्सिङ अथवा केही रिभिल गर्दै हुनुहुन्छ हो। ए दाइको ल नयाँ क्यालेन्डर, दाइको नयाँ क्यालेन्डर आएछ साइकल वर्षको। राइट ल यो चाहिँ रानीमाला गएको धादिङमा। अनि मेरो साइकल चाहिँ हनी हन्टर। अनि त्यहाँ ठ्याक्कै मह काटेर आइसक्यो कि। अनि ठ्याक्कै भनेर बोलायो कि, किन बोलायो भने त मैले फर्स्ट टाइम मह काटेँ कि। यो चाहिँ तपाईँले खानिदिन्छ, तपाईँ साइकल लिएर आउनु भएको छ भनेर खानिदिएको थियो कि। ल साइकलको हनी हन्टरको मेमोरी। यो चाहिँ मेरो बाबुसँगको मेमोरीहरू। दाइको बाबुसँग अरे
यो हाम्रो कोरा च्यालेन्ज कोराको यस कोरामा पनि छ अगाडि यहाँ है तलपट्टि निर्देशन छ यो ल हाम्रो बेथानचोक बनौती यसमा कमल बढी रहेछ यार मेन फोटोमा रहेनछ बेथानचोकको हाम्रो मेमोरी रोशन पनि छ बेथानचोक नारायण डाँडा मेरो भिडियो हेर्नु भएको छ होला तपाईँहरूले त्यसमा हुनुहुन्छ है त्यो भिडियो पुरै कभर भएको छ सोलो राइड दाइको सोलो राइड रह्यो चाहिँ यो भिमलिङ्गा झरना दामी अस्ति देखेको झरना हाम्रो यही हो क्या ए हाम्रो सुदर्शन दाइसँग हो दर्शन र म ए अस्तिको हो झरना हो दामी दामी ल सो मेरो यो लास्ट इयरको दुप्चेश्वर सोलो राइड यो के अरे रामेछाप दाइको ल साइकल जोड्ने गोर्खाबाट मनोकामना पुसमा चाहिँ दाइ जानुभएको थियो दाइले चाहिँ त्यो मन्थ अनुसार बनाउनु भएको छ है क्यालेन्डर एउटैमा मल्टिपल छ है गोर्खा यो दामी छ यो कटुस खानुको चौर यस्तो मोटो थियो कि ल यो सुरुको 7 किलो घटायो दाइसँगको हाम्रो सुरुको साइकल जोड्ने यो चाहिँ फर्स्ट राइड हो हाम्रो दाइसँग चापाखर्क प्लस हामी त्यहाँ गोदावरी रेड झरेको थियौँ यो चाहिँ है साइकल टु लाकुरी भन्ज्याङ पनि भन्छ त्यतिखेर चाहिँ यो चाहिँ साइकल टुरमा अनि त्यहाँबाट देखेको भिडियोहरू भ्यूहरू होइन क्याप्चर भ्यूहरू यो मेरो एचिभमेन्ट लास्ट इयरको दाइको फुल हेरौँ है 10 प्लस लङ राइड 50 प्लस मिडियम राइड साइकल टु वर्क 20 डेज प्लस अनि टोटलमा मैले 1 इयरमा 4454 किलोमिटर चलाइछु जुन भनेको चाहिँ अर्थको रेडियसको 1/3 हुँदो रहेछ अनि कार्बन इमिसन चाहिँ मैले जोगाएको चाहिँ 1.29 जोगाइछु मेरो डेटा 1.2 टन है एनालिटिक्स है दाइको यो अनि साइकल टु वर्क गर्दाखेरि चाहिँ 20 किलोमिटर चलाइछु त्यो भनेको 6 टाइम्स पोखरा काठमाडौँ नाइस त्यति बराबर अनि मेरो गाडीको कम्पेयरमा 302 लिटर पेट्रोल जोगाइछु जुन भनेको 52,850 नाइस एउटा साइकल आयो एउटा साइकल आयो दामी अनि साइकल टु वर्क गरेर चाहिँ 0.7 टन कार्बन इमिसन जोगाउनु भएको छ ल हाम्रो दाइको प्रगति है हाम्रो दाइ यहाँ हुनुहुन्छ अनि हाम्रो दाइको साइकल चाहिँ त्यहाँ छ दाइको एचिभमेन्टलाई सबैले ताली बजाइदिनु होला है दाइको साथी सहयात्री त्यहाँनिर छ है फेरि दाइको सुरुदेखिको सहयात्री होइन मेन सहयात्री भनेको त त्यही नै हो नि जुन यत्रो एचिभमेन्टमा हेल्प गर्यो होइन ल बधाई छ दाइ है यहाँनिर आएर तपाईँहरू पार्क इन्जोय गर्न सक्नुहुन्छ जस्ट बस्ने ठाउँ छ लास्ट टाइम मैले मेरो बर्थडे यहीँ सेलिब्रेट गराएको थिएँ मलाई सरप्राइज यहीँ मिलाएको थियो बर्थडे सरप्राइज हाम्रो बिस्तारै बानी हुँदै जान्छ होइन ल अलराइट हामी 3 पिप्ले आइपुग्यौँ यो चाहिँ 3 पिप्ले चेक पोस्ट पनि भयो बाइकमा जान चाहिँ यताबाट उ गरेर ओर्लेर हिँडेर जाने ठाउँ पनि छ अनि अगाडिबाट पनि जान मिल्छ बाइकमा माथिसँगै पुग्छ यताबाट चाहिँ हाम्रो यो चाहिँ ककनी जाने बाटो हो अब यहाँबाट तल गयो भने चाहिँ डम्पिङ साइड हामी माथि ककनी साइडमा लाग्छौँ है तलबाट चाहिँ डम्पिङ साइड जान्छ ओके उकालो छ यहाँबाट चाहिँ यहाँबाट चाहिँ समाउने काम भइरहेको रहेछ अगाडि अब चाँडै नै पिस पनि होला जस्तो छ है यो बाटो ओके हामी चाहिँ वन जङ्गल एडभेन्चर बाहिर पुग्यौँ मजाले तरकारी खेती भएको रहेछ यहाँनिर चाहिँ यो चाहिँ नि वन जङ्गल एडभेन्चर यहाँ माथिबाट यो गेट छ यहाँनिर सायद तरकारी पनि टन्नै रोप्या रहेछ यता
चाहिँ धेरै अफरोड धेरै धुलो छ्या धुलै धुलो एउटा गाडी आयो भने त टाउकोसम्म धुलो पुग्छ यतातिर चाहिँ सम्याएको छैन बाटो अनि अलि धुलो छ है जस गाइज पुग्न लाग्यो अब अलिकति अगाडि गएर माथि राइट उकालो लाग्नुपर्ने हुन्छ आमा उकालो भिडियोमा त उकालो देखिँदैन फेरि के ऊ त्यहाँ जाने हो होइन हामी चाहिँ यहाँबाट तलतिर बाटो डाइभर्ट हाने रहेछ यहाँबाट डाइभर्ट हाने रहेछ बाटो पहिला चाहिँ यहाँ तलबाट आउँथ्यो क्या बाटो टायर्ड है उकालो पम्प हान्दैछ हामी उकालो छ भुवनेश्वरी मन्दिरसम्म अलिकति माथिसम्म त उकालो छ त्यसपछि ओह्रालो झर्नुपर्छ मन्दिरलाई यहाँबाट तल ककनिर बाटो देखिन्छ ओके यहाँबाट दुईवटा बाटो आउँछ लेफ्ट गयो भने 5 माने र माथि हाम्रो तारकेश्वर मन्दिर जाने बाटो भयो राइटबाट भुवनेश्वरी गइन्छ हामी अहिले राइट लाग्छौँ भुवनेश्वरतर्फ लास्ट उकालो पनि हो यो यहाँको यति उकालो त्यसपछि त अब ओह्रालो झर्नुपर्छ हामी लेट्स पम्प इट So finally, this is the last उकालो अब ओह्रालो यहाँनिर चाहिँ बाइक पार्किङलाई मजाले ठाउँ छ तल पनि जानु मिल्छ बाइक मन्दिरसँगै जान्छ अब ओह्रालो छ अलिकति अफरोड छ बाइक नलाने हो भने चाहिँ यहाँ राख्दै नि हुन्छ साइकल त मजाले तलसम्म जाने हो पानट्याङ्गीबाट ओह्रालो अब Okay, here we go. Off-road झार्नुको मजै छुट्टै छ नि के खाने के मोही रहेछ हो खाइदिउँ त्यसो त मोही रहेछ अन्त शीतल नि हुन्छ फ्रेड हो क्या मोही यस्तो मोही पनि त्यस्तो मोही पनि आजभोलि त मैले अफिसमा प्रोग्राम भयो भने कोफान्डा खान्थ्यौँ नि आजभोलि त मोही नाइस बनिदिसक्यो आदित्य मोही 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 ए ठिक छ नो प्रब्लम ऊ त्यहाँ ठाउँ छ नि साइडतिर ऊ त्यहाँ शीतलमा कति हो दिदी बोतलको 60 रुपियाँ हामी चाहिँ आज मोही पार्टी एक बोतल है सबजना ल मोही हाम्रो आदित्य यहाँ मोही एक बोतल हान्ला छ हामी छ्याङ होइन मोही नै हो फेरि छ्याङ जस्तो देखियो पनि छ्याङ चाहिँ गाई देखेर न मेरो गाई भनेर बाबु हाम्रो अब यहाँनिर अन्डा अचार छ अनि यहाँ चना छ अनि हाम्रो यहाँ बहिनीले प्याज र खोर्सानी है यस्तो ठाउँ छ हामी चाहिँ यहाँनिर तल भुवनेश्वरी मन्दिर त्यहाँ देख्न सकिन्छ अन्डा लोकल अन्डा हो यो लोकल अन्डा खाइदियो भनेर अनि त्यसपछि चना ओके
हाम्रो यहाँको खानपिन कार्यक्रम पनि सकियो। अब हामी ओह्रालो लाग्छौँ है। मन्दिरमा जान लागेको खानालाई बसाइ भयो अरे यहाँनिर। यहाँबाट ओह्रालो। नाइस। ओके लेट्स गो। अन्त ब्रेक खासै हान्न त पर्दैन त्यही पनि। ओके दामी। माथि दर्शन गरेर आयो। माथि चाहिँ नि भिडियो खिच्न पाइँदैन, त्यही भएर हामीले भिडियो खिचेनौँ। जति देख्ने यहाँबाट हेर्ने हो। आफै आउनु होला, भित्र जानु होला, शान्त छ है, ध्यान गर्ने ठाउँ हो, त्यही भएर हल्लासल्ला गर्न मिलेन। माथि जाने दर्शन गर्ने, अनि भिडियो सिडियो नबनाइदिने, अलिकति पालना गर्ने नियमहरूको होइन त। गएपछि अनुशासनमा त बस्नु पऱ्यो। नहिज्नु भनेपछि नहिज्नु होइन त। ओहो आश्रम दामी छ है। यो आश्रम चाहिँ रियरली हेर्न पाइन्छ। अब छेकिसकेको छ नि त सबै। दामी हुन्थ्यो क्या दामी देख्थ्यो क्या माथिबाट आश्रम चाहिँ। अहिले त यो बिल्डिङले छेकिहाल्यो। ओके यहाँनिर बसमा यसो फोटो सेसन गरियो अलिअलि, रमाइलो भयो। अब ब्याक टु आवर कार। ओके अब बाई बाई भन्नुपर्छ भुवनेश्वरी मन्दिरलाई। यहाँबाट भ्यू चाहिँ कडक देख्छ ककनी हामी। ओके क्लाइम गरेर अब ट्याङ्की पुग्यो। ट्याङ्कीबाट अब हामी अगाडि 5 मानेमा एकछिन गरेर बसौँ, अनि 5 मानेमा एकछिन बसौँ अनि जाउँला। लेट्स गो। ओके हामी सिधा जान्छौँ अहिले। सिधा गयो भने चाहिँ हाम्रो 5 माने, अनि 5 मानेबाट उकालो लायौँ भने हामी चाहिँ पुग्छौँ तारकेश्वर मन्दिर। माथि डाँडा चढ्नुपर्ने हुन्छ हाइक गरेर 45 मिनट जति। हामी अघि यो तल लेफ्टबाट आयौँ, लेफ्टबाट तल ककनी हाइवे सुन्छ भने हामी चाहिँ सिधै 5 मानेतर्फ अगाडि बढ्दैछौँ। यहाँबाट धेरै छैन, 5 मिनटको बाटो 5 मानेसम्म। यहाँबाट भ्यू पनि दामी देख्छ क्या राइटमा। अब भ्यू हेर्नलाई लायकको त छैन धुलोले गर्दा। हामी 5 माने पुग्यौँ। यही हो 5 माने। 5 माने 5वटा माना भएको भएर 5 माने भने हो। सो हामी यहाँबाट माथि 5 माने जान्छौँ। अब साइकल बोक्नु पर्ला माथि। सो तारकेश्वर मन्दिर जानलाई चाहिँ यहाँबाट हाइक गर्नुपर्ने हुन्छ। यो पोइन्टबाट राष्ट्रिय निकुञ्ज पर्छ। यहाँबाट अराउन्ड 45 मिनट्सको हाइकमा हामी माथि पुग्न सक्छौँ तारकेश्वर। पार्किङ हो त्यहाँ अगाडि छ बाइक पार्किङलाई। 20 रुपियाँ यहाँ बस्ने हो। माथि माथि बसौँ न 5 माने। हुन्छ लग्दैन। हावाको लहरसँगै साइक्लिङ 5 माने छ। यहाँ चाहिँ न्यारो रहेछ लास्टै। 5 माने ओके। 5 माने बस्नलाई ठाउँ छ। भ्यू नर्मली भ्यू हेर्नलाई बना हो है, दामी छ। अब दुइटा चाहिँ कहाँ छ मैले अहिलेसम्म देखेको छैन। 5 माने त्यही भएर भने हो। 3टा चाहिँ देखेछ, 2टा चाहिँ देखेको छैन। हावा आउँथ्यो मजाले, चले छैन हो। म सबै डुल्सकेँ त। ओके ओह्रालो लाग्यो हामी। पन्चा लाएँ। अब ओह्रालो लाग्नुपर्ने हुन्छ। मेरो ब्रेक अगाडिको ओइल लिक भएछ, अनि ब्रेक लाग्न छोड्यो कि। अब पछाडिको ब्रेकमा मात्र कन्ट्रोल गर्नुपर्छ। जस्ट इन केस झ्याप्पो रोक्नु पऱ्यो भने चाहिँ सकिँदैन। स्लो अलिकति स्लो नै गइरहेको छ। पछाडिको ब्रेकले त अब सर बग्या गरिहाल्छ। ओके
लेफ्टबाट जा यताबाट जाउँ यताबाट धर्मशाला निक्लिँला हामी यहाँबाट मजा आयो दाइ सो हामी धर्मस्थल चोक नजिकै पुग्न लाग्यौँ यहाँबाट चाहिँ नि अब अलमोस्ट देयर रमाइलो छ यो बाटो जोस् मजा हुन्छ त्यस्तो बित्ति गाडी चल्दैन एरियामा दामी दामी ओके हामी बाइपास आयो अब यहाँबाट बालाजुबाट अनि नयाँ बाटो हुँदै किनारै किनार बगरै बगर हामी जान्छौँ डल्लु सो अहिलेलाई चाहिँ नि अब हामीले बिदा माग्नुपर्ने हुन्छ होप यो भिडियो तपाईँलाई मनपर्ने छ मन परेन भने नि के सुधार गर्न सकिन्छ कमेन्ट गरिदिनु होला सी यू गाइज इन नेक्स्ट ब्लग आजलाई बाई बाई सी यू गाइज अनि साथी लाइक सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सनु होला है सब्सक्राइबर चाहिँ खाँचो छ वाच टाइम पुग्यो हाम्रो तर सब्सक्राइबर पुगेन मोनिटाइज गर्नलाई वाच टाइम पुगेको कति भइसक्यो सब्सक्राइबर पुगेन सो सपोर्ट गरिदिनु पऱ्यो साथीहरू सपोर्ट 750 छ ल 250 जनाले हेरेर यसो सपोर्ट हालिदिउँ त